आज हामी जाँदैछौँ तम्घास। तिहार आउँदैछ, त्यसैले आमालाई छोड्न भन्दै हामी तम्घासतिर लाग्यौँ। अनि जाँदा जाँदै बाटोमा दिदीहरूको घर पर्ने भएकोले हामी पस्दै खानासाना खाएर दिदीहरूकोमा खाएर अनि हामी एकछिन रेस्ट गऱ्यौँ। आमाले चाहिँ म भोमिट कहिल्यै नगर्ने मान्छेले भोमिट गर्दै आउनुभयो। अनि एकछिन रेस्ट गरेर हामी लाग्यौँ। अनि जाँदा जाँदै फेरि अर्को दिदीको घर परेकोले हामी पस्दै रोटी बनाउनु गइरहेछ। हामी जाँदा रोटी पाक्दै थियो अनि रोटी खाँदै मिठा मिठा गफ गर्दै चिया र रोटी खाएर लाग्यौँ। अनि बाबुलाई एकदम जाडो भइरहेको थियो, जाडो गयो भन्दै थियो। अनि हामी तम्घास बजार आयौँ। कति राम्रो तम्घास बजार, साह्रै मनपर्ने मलाई तम्घास बजार। अनि हामीले अर्को दिदीकोमा दिदीले अमिलो खाऊँ भनेर अमिलो साँधेर खायौँ। एकदम रमाइलो भयो। चाय रुई पारेर हामीले अमिलो खायौँ अनि गफसफ गऱ्यौँ। त्यसपछि हामी फेरि लाग्यौँ। तम्घासभन्दा आधी घन्टा जति टाढा थियो मामाको घर। अनि हामी लाग्यौँ। फुलहरू कति राम्रो राम्रो फुलेको बाटोमा हेर्दै हामी मामाको घरतिर लाग्यौँ। त्यतिको मौसम चाहिँ धेरै जाडो पनि नै, एकदम गर्मी पनि नै, ठिक्कको मौसम रहेछ है यतातिरको। हामीले पनि नर्मल कपडा लगाएर गएको, त्यस्तो जाडो पनि भएन, ठिकै रहेछ मौसम। अनि गफसफ गर्दै हामी लाग्यौँ मामाको घरतिर।